नमस्कार, अस्सलामु अलैकुम। म उमर खान, जसलाई रोहिंग्या मुस्लिमको नाइके भनेर केही मान्छेहरूले सोशल मिडियामा चाहिँ मलाई सम्बोधन गरिरहेका हुन्छन्। हो, मैले पाकिस्तान जिन्दाबाद भनेको हो, मैले बङ्गलादेश जिन्दाबाद पनि भनेको हो, मैले रोहिंग्या मुस्लिम पनि जिन्दाबाद भनेको हो र उनीहरूलाई राहत वितरण पनि गरेको हो। त्यसमा कुनै पनि दोहमत छैन र यो चिजको सफाई दिँदा दिँदा म विगत 5 वर्षदेखि थाकिसकेको छु। मान्नुहोस्, एकछिनको लागि मैले साँच्चीकै रोहिंग्या मुस्लिमहरूलाई यो देशमा शरण दिएको छु। एकछिनको लागि म पागलपन्तीमा मैले त्यो काम गरेकै होला, एकछिनको लागि तपाईहरूले मान्नुहोस्। तर के नेपालको कानुन यति कमजोर भइसकेको छ कि उमर खानलाई पक्राउ गर्न सकेको छैन? मैले सोशल मिडियामा हेर्छु, उमर खानलाई देश निकाला गर्नुपर्छ, उमर खान माथि छानबिन हुनपर्छ, उमर खानलाई कारवाही हुनुपर्छ। तर म 5 वर्षदेखि कुरिरहेको छु, किन पुलिस प्रशासन मलाई पक्राउ गर्न आएको छैन भनेर। सबैभन्दा मेरो दिमाग खराब हुने काम कहाँ भयो थाहा छ? जब केही मान्छेहरूले चाहिँ मेरो कारणले एउटा सिङ्गो मुस्लिम समुदायलाई आतंकवादको नजरले हेर्यो। समुदाय नराम्रो हुँदैन हजुर, समुदायमा बस्ने मान्छे राम्रो हुन्छ वा नराम्रो हुन्छ। यदि मैले गल्ती गरेको छु भने मलाई छानबिन हुनपर्छ, मैले गल्ती गरेको छु भने मलाई कारवाही हुनुपर्छ, मैले गल्ती गरेको छु भने मलाई देश निकाला गर्नुपर्छ। हाम्रो समुदाय लावारिस होइन, यो समुदायले पनि यो देशको लागि आफ्नो रगत पसिना बगाएको छ। तर तपाईहरु टेन्सन नलिनुस्, मैले भने नि तपाईहरुलाई, पागलपन्तीमा यदि मसँग त्यो गल्ती साच्चीकै भएकै छ भने पुलिस प्रशासनको कुरा छोडिदिनुस्। अब तपाईहरुको ढुक्कताको लागि म स्वयं आफै अब आफूलाई सरेन्डर गर्न जाँदैछु। सायद त्यसपछि तपाईहरुले बुझ्नुहुन्छ, म स्वयं आफूलाई सरेन्डर गर्न जाँदैछु। चिन्ता नलिनुस्, मैले भने नि पागलपन्तीमा यदि त्यस्तो साच्चीकै मसँग भएको छ भने है, टेन्सन नलिनुस्, छानबिन हुनुपर्छ अवश्य पनि। एउटा देशको नेतृत्व गर्ने खेलाडी छानबिन हुनुपर्छ हजुर, छानबिन हुनै पर्छ।